छोरा सैनीको छोरा हर्मी चौरा न क्या हर्मी चौर स्कुल मास्तिर सैनीको छोरा माथि अहिले आछु हजुर नमस्ते चिन्नु भयो दुःख भयो अलि बेर त भयो धेरै भयो नि त त्यही भएर त्यही भएर दुःख हुने मैले चिन्नु पनि छोडेँ आँखाले हेरेर कतिखेर आउनु भएको त यहाँ हिँडेको ढुसेदी ढुसेदीमा फेरि एगिरा खाएर फेरि जहाँ तर आएर फेरि एगिरा खाएर फेरि यहाँ एगिरा जुलुम भयो सुत्नु भएर यहाँ त्यही भएर नउठाएको सुत्ने हो मोटो खाएपछि सुत्ने हो जाम अब बाहिर खानु खान्छु त होइन त्यो सिखार बरु चाहिन्न धेरै यो जाम्पा हुन्छ भात पनि चार हुन्छ त्यो रसिसम्म एक गिलास खान्छु त्यहाँबाट खाएर फेरि त्यो इलाउटा झटामट कता उता लैजाने ए हजुरबालाई समाउ खैरे नानी बहिनी कसो ढिलो जाऊ है ए बाटोमा भाउजू पहिला यो हो क्या हजुर पानी एउटा लोटा जान्न त हामी पनि बिहा भएर यत्रा जना जन्मेको अब जम्मै बिहा मान्छेले आशीर्वाद दिन मन लाग्ला यसो छोडिदिनु हामी भोलि बिहान कल गर्ने हिँड्ने हो फोटो खिच्छ चिन्नेको जाने कति हाल्नु भएको थियो होइन के पार्ने
खाल राखिन त हो त्यहाँ खाल मगेर उता हेर्नुलाई ओ के सफल पछाडि पछाडि भिनाजु टिका लाउनु त गरेको नि होइन डिली पनि होइन कसैले टिका लाउन आइन्छ लगाइदिने मान्छे आइन्छ कसैले भाउजूले एमकलाले हुन्छ हुन्छ क्या हुन्छ किन नहुने हुन्छ त हामीले पनि आइन राम्रो जिन्दगी जाओस् राम्रो काम गर घाँस भएर काँचो घाँस काट्नु हुन्न कमल खाइ कमल खाइ कमल आउँदैछ तपाईँ टिका लाने बेलाजु लाइने हो र तपाईँ लाइने हो तपाईँ लाइने पैसामा पैसा दिनु ए उता दियोमा ए ल भयो जल्दी दिएको राइदिए टिका त नलगाइदिनु हातमा जान्नु भएको के हजुर राम्रो होस् 100 वर्ष पुगेको झन्डै 100 वर्ष यहाँ 93 वर्ष पुगेको है 93 वर्ष अब अर्को लाइन फटाफट घरको मान्छे निख्र्या आशीर्वाद दिनु गयो पैसा त पार्दैन कि हेलो पैसा चाहियो अब त्यो कुरा सोध्नु पर्दैछ म फेरि ल मेराजु कहाँबाट आउने र भन्दा मुनि पनि हुन्छ अरे जम्मैले दिएपछि आज दिन के मम्मी आउनु पर्छ मम्मी छैन कहाँ थियो दिएँ त टिका दिने हो यो मैले दिने तिमीलाई छ केही घन्टा दिनु प्रदीपलाई भन्नु प्रदीप ए साथ दाइ बाजुले अहिले दिने भन्नु न
अब यो किर्तीले मान्ने हामीलाई कति हसन फोटो खिचेर छोरी अनि आशीर्वाद दिएर लैजाऊ मलाई दसैँको टिका लाउँथ्यो अन्डा उठेर मिल्न पर्छ पछाडि फेरि हामी चाहिँ हाम्रो त लास्टमा हो क्या हामी गएको त लास्टमा हो के अरे भित्र गएपछि बल्ल कमल उता बाख्रा हराएर खोज्न गएछन् के उता ठुल पोखरा हो कता गएको थियो के अरे आउँदै होला पर्सि त गइहाल्ने तिमी भुल जाने हौ भुली गएर भुल जानु पनि म केही न त बसेर खोल्नु पर्दैन अब चुरा लगाउनु मेरी भइसक्यो भने मेरी होइन अरे नभन्ने त भन्नुहुन्न के भन्नुहुन्न त भन्नुहुन्न के भन्नुहुन्न त भन्नुहुन्न भनेको मेरी भइस के छैन खुट्टा दाइले खुट्टा अगाडि देब्रे हो सासूलाई यो मुननलाई बाबालाई के उलाई के अरे आमालाई बत्ती नमस्कार जानु पाइन्छ भित्र आशीर्वाद मलाई नमस्कार ल्याउँछ यो उता कुटेर राख्ने पाला पनि आन्टी अरू पाला राख्नु न एउटा पाला पाला निकालेर त्यहाँ राख्नु कहाँ हुन्छ कि अब मिलाउने त बस बस भाग्य थाहा लाग्ने ठाउँ भयो भने चाहिँ